हेलो साथीहरू, तपाईँहरूलाई आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा हामी कुरा गर्नेछौँ एससी रिटोटलिङ 2083 को रिजल्ट कहिले आउँछ र रिजल्ट कसरी हेर्ने। भर्खरै सार्वजनिक भएको एससी 2083 को नतिजामा धेरै विद्यार्थीहरू आफ्नो प्राप्त अङ्कप्रति सन्तुष्ट नभएपछि रिटोटलिङका लागि आवेदन दिनुभएको थियो। रिटोटलिङ फर्म 2083 जेठ 1 देखि जेठ 7 गतेसम्म भरिएको थियो। रिटोटलिङ भनेको तपाईँको उत्तर पुस्तिकामा भएको अङ्कलाई पुनः जाँच गरी टोटल सही छ कि छैन भनेर हेर्ने प्रक्रिया हो। यसमा अङ्क बढ्ने सम्भावना हुन्छ र अङ्क घट्ने सम्भावना अत्यन्तै कम हुन्छ। अब सुरु गरौँ, रिटोटलिङ रिजल्ट कहिले आउँछ त? हालसम्म राष्ट्रिय परीक्षा बोर्डले आधिकारिक मिति सार्वजनिक गरेको छैन, तर अघिल्ला वर्षहरूको आधारमा हेर्दा एससी रिटोटलिङ 2083 को रिजल्ट आउने सम्भावना जेठ 22 गतेदेखि जेठ 30 गतेभित्र प्रकाशित हुन सक्ने अनुमान गरिएको छ। रिजल्ट प्रकाशित भएपछि तपाईँहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ। यदि रिजल्ट हेर्न समस्या भयो भने म अर्को भिडियोमा रिजल्ट कसरी हेर्ने भनेर पनि सिकाउनेछु। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोस्। तपाईँले कतिवटा विषयमा रिटोटलिङ गर्नुभएको छ तल कमेन्ट गरेर बताउनुहोस्। धन्यवाद।